People. So out of here. Some of here. हेरेर जानुपर्ने थियो कहाँसम्मको तिर्नुपर्ने त है यहाँबाट चाहिँ हाइकिङ जाने क्या ए ल ल ल ल राउन्ड ट्रिप 30 तर ठुलो लाग्यो यो त मलाई त ठुलै लाग्यो त यार अब होला यो साइकलिङकै हो यो म त सानो जस्तो लाग्यो पहिला आएको जस्तो लाग्यो होइन रहेछ जस्तो लाग्यो साइकलिङ Back from Shabbat to the last one. एकदम कति हेर्दै तपाईँको छ म अलि दिन्छु तपाईँलाई ल हाम्रो त अहिले काट्यौँ हामी चाहिँ खै त्यहाँ टिकट हेरौँ न कस्तो यस्तो हुँदो रहेछ टिकट चाहिँ टिकट चाहिँ यस्तो रहेछ म त के देख्दिनँ थिएँ त यार साप आयो ल ल दाइ जाउँ डह्रो होला रहेछ है 1 घन्टा 50 मिनट 1 घन्टा 50 मिनट हुन्छ त्यति त हिँड्नुलाई नि तपाईँलाई 4 घन्टा भन्नुभयो नि त्यो चाहिँ मलाई उयो भयो कि अब म अलरेडी त्यहीँ अब यत्रो घुमिसकेको थिएँ 6-7 किलोमिटर त्यही त त्यही हो कि मान्छे चढेछ होइन जाउँला Each echoing step on the forest floor opens a world through an ancient जाऊँ न एक घन्टा मात्रै हिँड्नु जाउँ मजाले ओके ओके छ त ल जाउँ जाउँ भरिरहेको अब काम पायो भने पायो पाएन भने ठिकै छ दामी लाग्यो क्या पानीले भिजाएन भने चाहिँ कति घन्टा लाग्छ यहाँदेखि अब 10 मिनट पुगिहाल्छ 10 मिनट त्यो चाहिँ के ठाउँ होला त्यो बराबर त्यही आइलिनु त्यही हो यहाँसम्म आयो यहाँदेखि सार्प आइल्यान्ड पिरियड अरे ल सार्प आइल्यान्ड पिरियड आयो अब ल सार्प आइल्यान्ड चाहिँ यहाँदेखि उत्रेर अब निस्किनु होला अहिले यहाँदेखि उत्रिनु पऱ्यो नि त ए यहाँ होइन हामी उत्रिनु पर्ने ए हामी सरी म त यहाँ उत्रेर होला नि भनेपछि यहाँदेखि ए भरे चढ्ने चाहिँ यहाँबाट ए हामी नेक्स्ट अर्कोमा उत्रिनु पर्ने अरे यहाँ हाम्रो दाइले भन्नुभएको दाइ त अब यहाँ आइराख्नुहुन्छ नि त मेरो चाहिँ फर्स्ट टाइम भएकोले दाइलाई सोध्दै सही देखेको क्या योहरू चाहिँ अब हामी नेक्स्ट यहाँ उत्रेर हामी चाहिँ हाइकिङ जान्छौँ यहाँ आयो अलिक हल्दै हल्दै जस्तो लाग्यो है साथीभाइको यस्तै छ अलिअलि हामी दाजुभाइ मात्रै अलिक हल्दैको फ्री भएको त्यस्तो त मन पराइहाल्छ नि त कुहिरहेले त है चाहिँ रिल्याक्स गर्न जाने हुन्छ हामी चाहिँ खाने बित्तिकै हल्को लुगा ल हाम्रो दाइरा म मात्रै छु आज चाहिँ आजको 1 घन्टा 50 मिनट हाइकिङ आफ्नो टु सार्प आइल्यान्ड टाढा भरि ल आजको मेरो गाइड चाहिँ हाम्रो बुढा दाइ
म त बिहानै पनि डाँडा चढेर आएको है अब के गर्नु दाई त धेरै पछि भेट भयो फेरि दाईसँग घुम्नु मन लागिहाल्यो फेरि दाईसँग बेरी भेट हुँदैन अब काम छुट्टी भएको अवस्थामा डुल्ने सुल्ने भनेको हङकङमा त ल हो यहाँ उत्रेर हामी चाहिँ 1.5 hour हाइकिङमा निस्किन्छौँ के अरे यस्तो राम्रो ठाउँ रहेछ त अनि भित्र मजाको आनन्द यतिको नहल्ला नउयो कस्तो मजा आउँछ त अनि आफै भन्नु न Okay, thank you. See you. थ्याङ्क यू हामी लाग्यो 2 जनालाई मात्रै लिएर 48 जना अड्ने रहेछ भरे फेरि हामी अब पल्लोपट्टि गएर हामी चाहिँ उयो गर्छ होइन भाइ त कहाँ चढेर आयो के त हुक मुन डे होइन कति न ल यो रहेछ यो हुक मुन बे पब्लिक पियर अनि यस्तो छ यहाँको उयोहरू अवस्थाहरू हामी यहाँको चाहिँ भोटे हो यहाँदेखि पारि किहरू छ यस्तो ठाउँमा त मान्छेको पुरा भिड हुने हो बिचहरू पनि भन्छ सन्डे त लास्टै भिड हुन्छ अरे भाइ बहिनीहरू कहाँ चढेको यस्तो यहाँको अवस्थाहरू चाहिँ दाइ अब 1.5 hour होइन सिधै 1.5 hour होइन ओ या दाइ बब्बाल लाग्यो यार मलाई यार बब्बाल दामी लाग्यो बियर त ल्याउनु पर्ने रहेछ दाजुभाइ एउटा खाएर हिँड्नु पर्ने रहेछ है सफा क्या मजाले ल यस यो कराएको चाहिँ दामी लाग्छ फेरि मलाई पहिलोपल्ट आएको छु नानीहरू ल्याउने ठाउँ रहेछ यो रहेछ नि त यहाँ म्याप होइन त यहाँ झऱ्यौँ होइन भरे हामी हिँड्दै जाने है यहाँ हिँड्दै गएर ओ या गडी ल सही हो ल ल अब दाइले मलाई सही ठाउँमा ल्याउनु भयो क्या आज म दामी दाइ सुन खेल्न आउँदैन के गर्नु यहाँदेखि आएपछि यस्तो बिबीक्यू खाने एरियाहरू स्पोटहरू दाजुभाइ चाहिँ अब बिहान आएकोले हल्का गलेको अब एक एकवटा बियर खाइदिनु हालौँ भनेर यहाँ या हापुन बे बिच 200 अब क्युचुई बिच चाहिँ हामी जानुपर्ने 1.4 किलोमिटर ल प्लिज टेक केयर लिटर होम भनेछ यस हामीले हामीसँगै लिएर जाँदैछौँ है ल अलरेडी बिहान माथि डाँडा चढेर आएको थिएँ त्यो आज हल्का मजाले हिँड्नु सकिन्न कि भनेको तर बाटो अलिक ठिकै रहेछ हिँड्नु सकिन्छ कि जस्तो लागिरहेछ मलाई चाहिँ हाइकिङ हिँड्नुको मजै अर्कै हुन्छ नि सस्तो पनि हुन्छ जिउहरू बाटो पनि ठिकै रहेछ त यतिकोमा त हिँडिन्छ मजाले नै चिप्लिनु चाहिँ भएन होइन त्यही त सही हो अरे हो क्या डाइनोसर राख्दै रहेछ यहाँ त नि है डाइनोसर जस्तो राख्दैछ सही राखेछ ल उफ यहाँ थियो माथि रहेछ सही बाटो चाहिँ ठिक लाग्यो मलाई त्यस्तै लाग्यो क्या त ल पारी यस्तो छ केटाकेटी त सक्छ नि यस्तैमा नि हिँड्नु त मेन मेरो छोरा ल्याउनु पर्ने छ त्यसलाई के अरे ए खनेको यो हो त रहेछ यार ल यो खनेको डामहरू बँदेलो यहाँ चाहिँ बिबीक्यू आएको बेला चाहिँ बँदे टन्नै आउँछ अरे
फेरि हङकङमा बँदेल माल्नु भनेको कानुन लाग्छ। फेरि नेपालमा भएको अघि बन्दोबस्त गरेर झारापझिरिप सकिसक्थ्यो। यस्तो छ। आजको मेरो हाइकिङ चाहिँ डह्रो हुने भयो। दाइले गीत पनि लाउनु भयो। ए JBL पनि बोकेर हज दादा JBL पनि बोकेर पो हज। सही हो सही हो सही। अरे वाह हाफमुन बे बिच। हाम्रो दाइले खतरा गीत लाग्यो। Yes. Yes, yes, yes. Sorry, sorry. गीत पनि सही छ दाइले सही हानेर ल। अब दाइले यार खालि बिछोडको गीत लाएर सुनेर यहाँ जङ्गलभरि थर्काए। के अरे दाइ सही हो सही हो। तर गीत चाहिँ राम्रो राम्रो छ है। आमामामा सही है सही गीतले चाहिँ छ। यो त AI को गीतहरू हो कि हो। सही है सही है। कोरियन कोरियन टाइप गर्ने होइन। कोरियन भाइब्स आउने खालको अरे त्यही त। कोरियन फेसन कोरियन गीत त नि संसार खाइसक्यो नि होइन। हाफमुन बे जाउँ जाउँ। यहाँ चाहिँ बस्न बनाइदिएछ। यहाँ चाहिँ एकचोटि भ्यू हेर्नुपर्ने थियो यहाँ बसेर। 97 मिटर हामी माथि टपमा रहेछ। यस्तो चाहिँ ल दाइको गीत सुनेर यहाँ मेरो पनि यहाँ यो गीतले पनि संसार खाए है। यो गीत हो त नि संसार खाने गीत। सही गीत लाग्यो दाइले मजाले गीत सुन्दै मजा आयो। मान्छेले सबैले क्यानको बोतलहरू फ्याले छ। मैले चाहिँ बोकेर हिँडिरहेको छु अहिले नै। अब के एउटा सिभिक सेन्स भने देखाउँ भनेर देखाउनु पनि पर्छ। पानी गर्नुहुन्न होइन। प्लास्टिक नभर्नु प्लास्टिक बोकेर हिँड्दै गीत सुन्दै यहाँ जङ्गलहरू। हामी लगभग आइसकेको छौँ हाम्रो सिउची बिच। र अर्को बिच छोडेर हामी आइसकेको छौँ लगभग अब 500 मिटर मात्रै छ। ल हामी तल झरिसक्यौँ दाइसँग। ल यो हेर्दा हामी आयो। ल झऱ्यो तल अर्को यो त्यहाँ पर चाहिँ जानु मिल्दो रहेछ क्या पर होइन दाइ। यहीँदेखि जाने हो बाटो चाहिँ
तर डेन्जरली डेन्जरै हुँदैन है पानी अहिले बढेको छ नि फेरि बेलुका त जम्मा भरेको हो त्यही त त्यहाँ जाँदा त्यसरी जानु पर्नेछ तर सही होला यो चाहिँ दामी लाग्यो मलाई चाहिँ के हो अरे हो के हो त्यो बाटै बनाइदिएको होला है त यिनीहरूले बाटो बाटो छैन त्यो रोडै धाइदिएको कस्तो दामी परसम्म जानु पाउनु पाइने रहेछ कि त्यहाँ परेछ पानी कम भएको बेला परसम्म अस्ति आएको म तर अन्त चाहिँ कस्तो देखाउनु त यो मेरो छोरी यहाँ ए पहिला तपाईँहरू आउँदाखेरि त पुरा पुरा सुकेको थियो क्या ए सही हो कहाँ पो छ बाटो देखेँ दाइ सही हो दामी लाग्यो दाइ यार जाउँ त तलसम्म एकछिन हेर्नु जाउँ त सिकर दाइ पहिला आउँदाखेरि चाहिँ के अरे छोरी छोरासँग आउँदै दाइ आउँदै बाटो राम्रो थियो बाटो त रहेछ क्या यहाँ तर पानी लो टाइट र हाई टाइट भएको बेला पानी परेको छ नि त सही क्या है दाइ दामी लाग्यो यार मलाई मच्छीले पनि खाइरहेको छ तै पनि दामी लागिरहेछ दाइको गीत फेरि यतिर एनर्जी लेभलको छ होइन फिल भइरहेको यस सही लागिरहेछ मलाई हेलो अलिक रहन्छ अहिले हाई अहिले एकछिन आउने भनेको ल अहिले एकछिन आयो भने देखेको म यहाँदेखि यस्तरी पर हेऱ्यो भने चाहिँ हामीले दामी देखेँ जस्तो छ ल त्यो ठाउँसम्म जान्ने चाहिँ दामी यो चाहिँ उयो गर्नु आउँदै के अघि आएको ठाउँहरू जस्तै पर हामी त्यहाँदेखि आएको यो फर्स्ट उयो चाहिँ यहाँ रहेछ फर्स्ट यहाँ किन्दै गरेको अवस्था हाम्रो चाहिँ किन्दै गरेको अवस्था के आएको लकडाउन अब हामी साथी ल आइपुगेर बिस्तारै ल आइपुग्यो हामी छैन रेकर्डै होइन त्यो पनि हुनसक्छ म त भयो अब चाहिँ यो चिजहरू चाहिँ अब माग्दैन पनि प्रायः कहिले पनि त्यो अब कहिले पनि पारी गइन्छ होइन त्यो त खाइन्छ गएपछि त बन्द अब त खाने होइन खाने पनि ठिकै हुन्छ क्या तपाईँ त सम्झिनु तर म चाहिँ खाएपछि चाहिँ अलिकति उयो भइजान्छ क्या त्यही भएर मैले हार्डिङसम्म छोडिसकेँ बन्दै हो अब कुरा गरेर यही ठाउँ रहेछ म जानु त मन लागेको थियो नि मेसेज गरिदिएँ त्यहाँदेखि अब पछि आउनुपर्छ भने अनि तर टाइम बिताउने ठाउँ दामी रहेछ क्या है टाइम स्पेन्ड गरेँ कता बस्ने हामी सन्डे त नआउँदा हुँदैछ थाहा भइसक्यो यस्तो ठाउँमा त सन्डेहरू पुग्दैछ त्यही त ल यस्तो चाहिँ यो सबै कुहिरो मात्रै हो त है प्राइभेट बोर्डहरू होला त्यो सबै त्यही त त्यस्तो लाग्यो